1 वर्ष लाग्यो बलात्कार भएको थाहा पाउन। के तिमीलाई रेप भइरहेको बेला भिडियो बनाएर राखिदिनु पर्ने हो तिमीलाई देखाउनको लागि? त्यसलाई प्रमाण माग न, तैले गरेको छैनस् भने प्रमाण दे। बलात्कारको प्रमाण माग्छौ, डोमेस्टिक भाइलेन्सको प्रमाण माग्छौ, अनि यस्तो पागलनीले भनेको कुरा के पत्याउनु? गर कि गरेन नि? अरे मलाई पनि मार्नै खोजेको हो क्या धेरै जनाले चाहिँ। एउटा पीडितको आवाजलाई दबाउन खोजेको छ र जसरी तिमीहरूले भिक्टिममा क्वेशन माथि क्वेशन गरेको छौ नि, त्यो कुरा चाहिँ मलाई सही सक्नु भएन। मलाई एकदम फ्रस्ट्रेट भयो। गर क्वेशन गर। कति बोल्नु परेको कन्ट्रोभर्सी क्वीन भन्दै मेरो आवाज दबाउन खोज्छौ, तर मेरो चाहिँ आवाज तिमीहरूले कहिले पनि दबाउन सक्दैनौ। सबभन्दा मानसिक रोगी त म तिमीहरू जस्तोलाई देख्छु क्या, जसले चाहिँ यसरी कमेन्ट पर्साउँछ नि, एउटा मानवता नै बिर्सेर कमेन्ट पर्साउँछ नि, तिमीहरू सबैभन्दा ठुलो सबभन्दा खतरनाक मानसिक रोगी चाहिँ म तिमीहरूलाई देख्छु क्या। मरेपछि त रोडमा गएर जस्टिस भन्दै उफ्रिन्छौ त, बाँचुन्जेल त कहिले पनि तिमीहरूले पीडितलाई बाँच्न दिएको छैनौ अहिलेसम्म। तिमीहरूले देश परिवर्तन गर्ने कुरा गर्छौ अनि यो चाहिँ परिवर्तन हुनु पर्दैन। तिमीहरूको कहिले पनि डिप्रेसनमा भएको हो क्या, कोमामा गएको होइन क्या, केही पनि थाहा नहुने। यो समाजको किराहरू गोबर भरिएको मान्छेको लागि बनाउँदैछु। मन पर्दा चमत्कार, मन नपर्दा बलात्कार भनेर भन्दा रहेछन्। म त बोल्दिनँ अब भन्छन् क्या। नबोलेर ओहो कति सहनशील, यति धेरै कन्ट्रोभर्सी आउँदा पनि बोलेनौ, भगवानले त कति माटोकै बनाएको रहेछ भनेर तिमीहरूले त देखाइरहेछौ नि त। त्यही भएर सबैले सिकिसक्यो क्या। अब बोल्दैनन्, कोही बोल्दैनन्। अब बोल्नेवाला छैन। तिमीहरूले क्वेसन गरे पनि एन्सर दिँदैनन्। केटा मान्छे कोही रेप भएको हुनुहुन्छ भने आउनुहोस् मेरो कमेन्टमा, म तपाईँहरूको लागि भिडियो बनाउँछु। पीडितलाई सहयोग गर्न सक्दैनौ भने उसको आवाज पनि नदबाऊ क्या। कसैलाई राम्रो गर्न सकिँदैन भने नराम्रो पनि